2800 घुमिसके उषा सृष्टिबाट काका नमस्कार। उत्साह बल उतैतिर धाउँछ धन सुकेका जङ्गलमा सहज मान्दैन मृग रहन। अनि यहाँ पानीका लहरी यिनै विषय हुन् संसार हो सागर। अनि त्यसो थियो अहिले यसो कसो भएको त यो के छ काका खबर खबर? अनि नमस्कार गर्दा पनि तपाईँ त सिलोकै खालि सिलोकै मात्रै भन्ने? सिलोकै मात्रै भन्नु। ओहो। अनि घाँस यस्तो अरू जानेको छैन, यही घाँस काट्न जानेको छ। खान त्यति हो। ल दुध त खानु बोलन चौडा सहितम भर्खरमा त हेर्दम यति हो जानेको बाबा। लेखबडी जानेको छैन, ठुलो मान्छे हुन जानेको छैन। छैन आनन्दै छ, रमाइलो छ जिन्दगी। ल काका ल ल ल छर्नुपर्छ है यहाँ। यो के छर्नु? एक खालको होइन, सबै चामल त के तँ 2 बरा किन्यो भने पुगिजान्छ, आफ्नो दान पुग्यो भने सकिजान्छ। तिउन दिनै बेसी बेग्ला बेग्लै भने तिउन चाहिन्छ। अच्छा फेरि फेरि तिउन त्यस्तो पो चाहिन्छ त बाबा। ओहो गरी खाएको मान्छे कि म जान्दछु। यहाँ ड्याममा अर्कालाई दिनुभन्दा आफैले छरिहाल्नु। आफैले छर्ने। आज ट्र्याक्टर आउँछ कि 3-4 बजीतिर ट्र्याक्टर आउँदैछ। अनि यहाँ आधी बारी रायो मुला, आधी बारी तोरी। त्यसो आलु 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 चाहिँ अलिकति झन्झट मानिरहेको छौँ। अनि सुन्नु न, अनि के आसामबाट अनि के छ? आसाममा राम्रै थियो? राम्रै थियो। आसाममा त कति सजिलो थियो। के पो नाम थियो काकाको भनिदिनु त? काकाको नाम के थियो एकपल्ट भनिदिनु नि। आसाममा नोलबारी आसाम, नोलबारी डिस्ट्रिक्ट। काकाको नाम चाहिँ के हो? पहलमान कार्की। अच्छा पहलमान कार्की। 28 सालमा गएको। अच्छा ए आसाम यहाँबाट नेपालबाट। हजुर 28 सालदेखि हजुर 51 सालमा आइगए। 51 सालमा फेरि यता आइगए। आफ्नामा सजिला दयालुहरूमा छटु छुचामा हुने प्रेमी सज्जन मानिस आमा जस्तो हुँदैन सानीमा। अनि फर्केर आए। लै ल काका ल हस् त हस्, यस्तै छ जिन्दगी। हस् हस्।